माननीय सभामुख महोदय, म नेपाली कांग्रेसको मुक्ति सेना माओवादीको जनमुक्ति सेना हुँदै जेन्जी आन्दोलनमा योगदान र बलिदान गरेका सबैप्रति सम्मान प्रकट गर्न चाहन्छु। 2052 सालको अन्त्यतिर आउँदै गर्दा नेपालमा एउटा क्रान्तिको बिगुल बज्यो। त्यति बेला हाम्रा आमाका दुई छोरा मध्ये एउटा छोरो आर्मी बनेर लड्यो, अर्को छोरो माओवादी बनेर लड्यो। भोलिपल्ट रेडियो नेपालको समाचारले भन्यो दैलेखको फलानो ठाउँमा घर भएको आर्मी मर्यो रे भन्दै गर्दा आमाले चित्त बुझाउन नपाउँदै साँझ 7 बजेको फेरि रेडियो नेपालको समाचारले भन्यो माओवादी फलानो उपनाम गरेको माओवादी मर्यो भन्दै गर्दा मेरी आमाले जसो तसो मन बुझाएकी थिइन्। तर अस्ति कान्छो छोरो भदौको 23 गते बानेश्वरमा राज्यले गोली हानेर हत्या गर्दै गर्दा अहिलेसम्म मेरी आमाले मन बुझाउन सकेकी छैनन्। मेरो आमाको जस्तै यहाँका धेरै जेन्जी आमाहरूको प्रश्न छ, मेरो छोरो हतियारधारी थियो कि आतंककारी थियो, के कारणले गर्दा हत्या गरियो, मेरो आमाको यो पनि प्रश्न छ। अहिले आरक्षभित्र बाँदर मार्नेलाई कारबाही हुन्छ भने बानेश्वरमा जेन्जी मार्नेलाई कहिले कारबाही हुन्छ भनेर मेरो आमाहरूले सोधिरहनु भएको छ। आफैले दुध चुसाएको मुखमा दागबत्ती दिएर आएकी जेन्जीकी आमा अहिले पनि यहाँ अगाडि बसिरहेकी छन् र उनले बार बार सोधिरहेकी छन्। त्यति बेला 24 गतेको त्यो आफन्तको पीडा सहन नसकेर, त्यो मृत्यु सहन नसकेर आन्दोलनमा होमिएकालाई त्यो आरोपमा जेल परेकाहरू हात खुट्टामा नेल लगाएर जेलमा बसिरहेका छन्। तर 23 गते गोली हान्ने हत्याराहरू बालमा तेल लगाएर, खुट्टामा तेल लगाएर अहिले पनि बजारमा टुकुन टुकुन घुमिरहेका छन्। तिनलाई कहिले कारबाही हुन्छ म यहाँबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। आन्दोलन हुँदै गर्दा, जेन्जी आन्दोलन हुँदै गर्दा सिंहदरबार कसले जलायो भनेर अहिले संसारभरि प्रश्नहरू उठिरहेको छ। यसमा अलमल गर्नुपर्ने ढलमल गर्नुपर्ने विषय केही पनि छैन। भिडियोमा देखिएकाहरू थुनिएका छन्, संसारले देखेकाहरूलाई कहिले थुन्ने हो यो बारेमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सिंहदरबार कसले जलायो सभामुख महोदय? जसले 75 वर्ष देश गलायो, जसले 75 वर्षसम्म देश चलायो, जसले बानेश्वरमा जेन्जीमाथि गोली चलायो, उसैले सिंहदरबार जलायो सभामुख महोदय। हाम्रो सिंहदरबारसँग केही पनि दुश्मनी थिएन, हाम्रो अदालतसँग केही पनि दुश्मनी थिएन, यो राज्यको संरचनासँग हाम्रो केही पनि दुश्मनी थिएन। जसले आँखा मिलाएर, कागज मिलाएर, भाका मिलाएर यो देशलाई 75 वर्ष लुटेर खाएका थिए, तिनैले आफ्नो प्रमाण नष्ट गर्नलाई अदालतमा आगो लगाए, सिंहदरमा आगो लगाएका छन्। यसको सत्य तथ्य संसारले बुझ्न पाउनु पर्छ र तिनमाथि कारबाही हुनुपर्छ। अस्ति एकजना सांसदले भन्दै हुनुहुन्थ्यो अहिलेका नेताहरूको कोट पनि कालो, चस्मा पनि कालो हो। हाम्रो कोट पनि कालो छ, चस्मा पनि कालो छ, तर हाम्रो धन कालो छैन, मन कालो छैन। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, भर्खरै मान्यज्यूले राख्नुभएको परिवारको परिभाषामा चाहिँ जुन संशोधन सहितको जुन प्रतिवेदन पेश भएको छ, उहाँले आफ्नो राय राख्नु भएको छ। उहाँलाई म उहाँ लगायत यो सदनलाई के चाहिँ विश्वास दिलाउन चाहन्छु भने उहाँहरूले सोचेको जस्तो आतंकित हुने भनौँ न परिवारको परिभाषामा परेर चाहिँ यो चाहिँ तत्काल अनुसन्धानै नभइकन चाहिँ त्यो घेरामा पर्ने हो कि भन्ने पनि होइन। त्यो सम्पूर्ण हेर्नुपर्छ। तत्काल तपाईँले दुईटा दफा देखेर त्यो लाग्न सकिया हुन्छ। तर भन्दै गर्दा के हो भन्दा आजको यो अध्यादेश किन अब ल्याएको क्रममा पनि अब अध्यादेश मार्फत ल्यायो भन्दा त अहिले प्रतिस्थापन विधेयकमा हामी छलफल गर्दैछौँ, तर पनि अध्यादेश किन ल्यायो भने मेन सच्याउनु पर्ने कुरा यही थियो क्या, यही परिवारको परिभाषा। किनभने अहिले हजुरले भन्दै हुनुहुन्छ नातेदारलाई दुःख दिने कुराले हो कि भन्ने भनेको त्यो होइन। हामीले काम गर्दै जाँदा भोगेको समस्या र यसको कमी भएर चाहिँ हामीले यसलाई पनि समेट्नु पर्ने रहेछ भन्ने खालको चाहिँ यहाँबाट हाम्रो यो रियलाइजेसनले चाहिँ हामीले ल्याइएको हो। यो धेरै बृहत छलफल भएर बिहानदेखि हामीले राष्ट्रिय सभाको पनि विधान व्यवस्थापन समितिमा पनि धेरै छलफल गरेर अझै यही विषयमा छलफल गरेर अग्रज मान्यज्यूहरूसँग छलफल गरेर टुङ्गाएको विषय हो होइन। उहाँहरूको पनि सम्बोधन हुने र हामीले पनि हामीले कामै गर्दा जुन हामीले चाहिँ एउटा अप्ठ्यारोपन भोगिरहेका छौँ, त्यो अप्ठ्यारोपन पनि सम्बोधन गर्ने हिसाबले चाहिँ दुवै पक्षलाई त्यो गरेर हामीले चाहिँ धेरै छलफलबाट हामीले चाहिँ यो लास्टमा यो निष्कर्षमा निकालेका हौँ। यो निष्कर्ष चाहिँ त्यही भएर मान्यज्यूहरूलाई चाहिँ यो सहर्ष स्वीकार दिन म अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, म भर्खरै सुदूरपश्चिमका किसानहरूसँग भेटेर काठमाडौँ आइपुगेको छु। त्यहाँ किसानका समस्या उस्तै छन्। सिँचाइ छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ र मल छैन, प्रविधि सिकाउने प्राविधिक छैनन्, उत्पादन बेच्ने भरपर्दो बजार छैन, कृषि कार्यालयमा सीमित किसानको मात्र पहुँच छ, बाख्रा पाल्दा तौल बढ्दैन, भैँसी पाल्दा दुध हुँदैन,
दुध डेरीमा बुझाए पनि पैसा समयमा पाइँदैन। यति धेरै कठिनाइका बीचमा पनि कर्मबहादुरहरू कृषिलाई नै जीवनको आधार बनाइरहेका छन्। वर्षमा केही दिन मात्रै जोत्न 365 दिन गोरु पाल्नुपर्ने बाध्यतामा रहेका किसानलाई दशकौंदेखि कृषि आधुनिकीकरणको नाराले मात्रै झुक्किआएको छ। आज किसानको एउटा प्रश्न छ, सरकार मल खै? हरेक वर्ष रासायनिक मलको अभाव दोहोरिनु अब संयोग होइन। यो केही महिना अघि बनेको सरकारको असफलता हो भनेर पनि म भन्दिनँ। वर्षौंदेखि कर्मचारी, व्यापारी र बिचौलिया बीचको मिलेमतोको परिणाम हो। मल आपूर्ति गरिसक्नुपर्ने समयमा प्रक्रिया नै अघि नबढाउने अनि फास्ट ट्र्याकका नाममा जिम्मेवारी मोड्ने प्रवृत्तिले शङ्का अझ गहिरो बनाएको छ। 2055 सालमा रासायनिक मलको 70% खरिद कृषि सामग्री कम्पनी र 30% साल ट्रेनिङले गर्ने निर्णय भएको थियो। तर 2078 मा निर्णय परिवर्तन गरी साल ट्रेनिङलाई 100% सम्म खरिद गर्ने बाटो खोलियो। कृषि सामग्री कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्वमा छ भने साल ट्रेनिङमा निजी क्षेत्रको पनि स्वामित्व छ। G2G प्रक्रियाबाट खरिद गर्दा कमिसनको सम्भावना न्यून हुने, तर प्रतिस्पर्धात्मक खरिदमा बिचौलियाको प्रभाव बढ्ने भएकाले निर्णयहरू कसको हितमा भए भन्ने गम्भीर प्रश्न उठेको छ। झन अचम्मको कुरा, एउटै अन्तर्राष्ट्रिय कम्पनीले भारतलाई प्रति मेट्रिक टन करिब $540 मा मल उपलब्ध गराउँदा नेपाललाई $901 मा आपूर्ति गरिरहेको छ। स्रोत उही, कम्पनी उही, तर मूल्य यति धेरै फरक किन? यदि यसमा कुनै आर्थिक चलखेल छैन भने सरकारसँग यसको स्पष्ट जवाब हुनुपर्छ। जहाँ किसान बहुसंख्यक छन् त्यही किसान नै सबैभन्दा बढी पीडित छन्। वर्षौंदेखि समस्या उस्तै छ भने यो संयोग होइन, नीति र नियतको प्रश्न हो। त्यसैले सरकारसँग मेरो सिधा प्रश्न छ, यदि किसानप्रति राज्य इमान्दार छ भने नेपाली किसानले हरेक वर्ष मलको अभाव किन भोग्नुपर्छ? मलमा झेल गर्नेहरू विरुद्ध कहिले निर्मम हुने? नत्र दुध छैन, चिनी र चामल भए खिर खान्ते भने चाहिँ किसान तर्पिनेछन्। धन्यवाद।